हेलो साथीहरू, आज म निगेल कुम्बरल्यान्डको किताब 100 थिङ्स सक्सेसफुल पिपल डूबाट ती 5 चिजलाई बताउने छु जो सक्सेसफुल मानिसहरू गर्छन्। म प्रयास गर्नेछु यो किताबका अरू भिडियोहरू बनाउन। अहिले त यसमा ती 5 चिजहरू छन् जो सक्सेसफुल मान्छेहरूले फलो गर्छन्। यदि यो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनु सुरु गर्नेछौँ ती 5 चिज मध्येका। नम्बर 1, आस्क फर अ हेल्प। सहयोगको लागि सोध्नु। सक्सेसफुल मान्छेहरू यदि केही चिजको बारेमा जानकारी हुँदैन भने ती थाहा छैन भन्न हिचकिचाउँदैनन्। धेरैभन्दा धेरै मान्छेलाई लाग्छ कि अरू मान्छेहरूले के भन्लान्, मेरो खिल्ली उडाउलान्, जस्तै यसलाई केही आउँदैन, यो मिनिङको अर्थ थाहा छैन भनेर। यदि तपाईँलाई कुनै कुरा आउँदैन भने एक्सेप्ट गर्नुहोस् कि ती चिज वस्तुहरू वा कुराहरूको बारेमा तपाईँलाई केही ज्ञान छैन भनेर। र कसैलाई उल्टापुल्टा ज्ञान नदिनुहोस्। जब अगाडिको मान्छेलाई तपाईँको रियालिटी थाहा हुन्छ तब तपाईँको मजाक उडाउनेछ। सक्सेसफुल मान्छेहरू जान्दछन् कि कुन बेला उनले भन्ने मौका पाउलान्। 1 मिनेट पर्खनुहोस्, मलाई त यसको बारेमा केही पनि आइडिया छैन। जब तपाईँ यो भन्न सिक्नेछौ तब तपाईँ धेरै नयाँ चिजहरू र कुराहरू सिक्नेछौ। नम्बर 2, बी इमोसनल इन्टेलिजेन्ट। सक्सेसफुल मानिसहरू इमोसनल इन्टेलिजेन्ट र स्ट्रङ हुन्छन्। आफ्नो सेल्फ कन्ट्रोल अरू कसैको हातमा दिँदैनन्। यसको मतलब यो छ कि कोही पनि उनको रिसलाई उठाउन सक्दैनन् जबसम्म कि ऊ आफै रिस उठाउँदैनन् र बिना सोची सम्झेर न त कसैसँग झगडा गर्छन्। पोर इन्टेलिजेन्टका धेरै उदाहरणहरू छन्, जस्तै बसमा जाँदाखेरि, हिँड्दाखेरि आफ्ना आमा बुवा छोराछोरी सडकमा ठुलो स्वरमा डाँटिराखेका हुन्छन्। एक साधारण मान्छे उसको बससँग झगडा गरेर अबदेखि यो अफिसमा कहिले आउँदैन भनेर कसम खाइराखेको छ। यसलाई अटो पाइलट मोड पनि भनिन्छ। जस्तै कि अर्काको सुनेको भरमा अरू कसैसँग झगडा गरिराखेका छौ। तपाईँको कन्ट्रोल अरू कसैको हातमा दिइसकेको छ। पहिले तपाईँ अटो पाइलट मोडमा जान बन्द गर्नुपर्छ। तपाईँ कसैले भनेको भरमा तपाईँ इमिडिएटली एक्ट गर्दैछौ। तपाईँले छिट्टै रियाक्ट गर्न बन्द गर्नुपर्छ। कसैलाई केही भन्नुभन्दा एक बार सोच्नुहोला, मैले लिएको एक्सनको रियाक्सन कस्तो होला, यो पहिला जान्नुपर्दछ। नम्बर 3, फलो योर ड्रिम्स। सक्सेसफुल मान्छेहरू आफ्ना सपनालाई पन्छ्याउँछन्। सक्सेसफुल मानिसहरू आफ्नो ड्रिम एक न एक बार पुरा गरेरै छोड्दछन्। ती सपनाहरू जुन बाल्यकालमा देखेका हुन्छन् र उनका सपना उनका सक्सेससँग जोडिएका हुन्छन्, ती सपनाहरू उनलाई मोटिभेट र एक्साइटेड राख्छन्। तपाईँ फलो गर्नुहोस् आफ्ना सपनालाई जो तपाईँलाई सुत्न दिँदैन। तपाईँ आफ्नो ड्रिमको लिस्ट बनाउनुहोस् जो तपाईँलाई तपाईँको सक्सेससम्म पुर्याउनेछ र तपाईँलाई कहिले पनि दोधार हुने छैन कि मैले के गर्नुपर्ने हो। तपाईँको ड्रिमले तपाईँलाई बारम्बार याद दिलाइराख्नेछ कि तपाईँले बन्नुपर्ने के हो। त्यसैले सक्सेसफुल पिपल भन्छन् कुनै पनि काम नगर्नका धेरै कारणहरू हुन्छन्। तपाईँ ती कारणलाई खोजी गर्नुहोस्, साथै मोटिभेट रहनुहोस्, अगाडि बढ्नुहोस्। नम्बर 4, क्रिएट युर फ्युचर। सक्सेसफुल मान्छेहरू चान्स र भाग्यको भरोसामा बस्दैनन्। तपाईँ कुनै पनि सक्सेसफुल मान्छेलाई देखेर भन्न सक्छौ कि त्यो लक्की हो भनेर, तर ती सही समयमा र सही ठाउँमा थिए र सक्सेसफुल भए। र उनको सक्सेस हुनुको कारण यो छ कि उनी धेरै सालदेखि प्र्याक्टिस हार्डवर्कमा समय दिइराखेका थिए। मात्र सपना देख्नु र सपना पुरा गर्नु, प्लान बनाउनु मात्र काफी छैन। तपाईँले त्यसमा एक्सन लिनु जरुरी छ र तपाईँ भन्ने छौ कि म नै मेरो फ्युचर बनाउने छु। तपाईँ तयार रहनुहोला काम गर्नको लागि, मेहनत गर्नको लागि, सङ्घर्ष गर्नको लागि, रिस्क लिनको लागि। नम्बर 5, ह्याभ अ ग्रेट बडी ल्याङ्ग्वेज। कसैलाई एट्र्याक्ट गर्नु छ भने बडी ल्याङ्ग्वेजले पनि धेरै ठुलो भूमिका खेलेको हुन्छ। तपाईँ कस्तो एक्ट गर्दैछौ त्यो तपाईँको अगाडिको मान्छेलाई थाहा हुन्छ र तपाईँ एकदम कन्फिडेन्टका साथ नहिचकिचाउनुहोस्। तपाईँको बडी ल्याङ्ग्वेज कुनै पनि व्यक्तिलाई ध्यान आकर्षण गराउन धेरै ठुलो भूमिका खेल्दछ, जसकारण तपाईँ कसैलाई पनि कन्भिन्स गर्न सक्दछौ। र तपाईँ जहिले पनि समय मिलाएर एक्सर्साइज गर्नुहोस् जसले तपाईँलाई फिट राख्न मद्दत गर्दछ। त यी थिए साथीहरू सक्सेसफुल मान्छेहरूले फलो गर्ने 5 वटा चिजहरू। यदि यो भिडियो मन परे लाइक गर्नुहोस् र तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाईँको महत्त्वपूर्ण समय दिनको लागि धन्यवाद।